हामीले देशलाई अगाडि बढाउन खोज्यौँ, विषालुले ध्वस्त पार्यो हामीले त्यसलाई उठायौँ, कोभिडले ध्वस्त पार्न खोज्यो त्यसलाई हामीले उठायौँ, अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ र विभिन्न क्षेत्रहरू, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अगाडि बढाउने प्रयास गर्यौँ। तर त्यो कुरा सही भएन। विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समात्यो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर हामी देशलाई फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने व्यवस्था, त्यस प्रणालीबाट फेरि अगाडि बढ्नेछौँ। म साथीहरूलाई त्यही भन्न चाहन्छु, लभ आवर कन्ट्री, लभ आवर नेसन। हामीले माया गर्नै पर्छ हाम्रो देशलाई, देशभन्दा ठुलो केही छैन। त्यस कारण मैले पहिले पनि भनेको थिएँ, नेसन फर्स्ट, देश पहिला हो, देशभन्दा माथि केही छैन। देशलाई